The next station is Burj Khalifa. गुड इभिनिङ गाइस। तर आज फेरि हामी हाम्रो खोजिरहेको साथीहरूसँग निस्किसकेको छौँ बाहिर घुम्नुको लागि है। मैले हिजै भनिसकेको थिएँ अब केटाहरू आउँदैछ भनेर है। र आज फाइनली हाम्रो केटाहरू सबैजना आइसकेको छ र आज चाहिँ हामी जाँदैछु दुबई जाँदैछु र कहाँ कहाँ जाँदैछु म तपाईँलाई बादमा अपडेट दिनेछु है। र हाम्रो केटाहरू यहाँनिर हाम्रो जो हेलो रितेन, हेलो अनमल भाइ, प्रशान्त भाइ, वान एन्ड ओन्ली ह्यान्डसम मेरो भाइ। ल गाइस अहिले चाहिँ अब हामी यहाँनिर आइपुगिसक्यो। अब ट्याक्सी चढ्न आँटेको हेरौँ ट्याक्सी आइसक्यो। त्यहाँनिर ट्याक्सी चढाइ हुन्छ यहाँ गएको छ हाम्रो केटाहरू। हो गाइस अब चाहिँ हामी जाँदैछौँ अहिले ट्याक्सीमा चाहिँ फिलहाल हो। अब चाहिँ हामी निस्किँदैछु। अब पुगिसकेर चाहिँ बताउने तपाईँलाई कहाँ कहाँ जाँदैछु के गर्दैछु। मेट्रोमा आइपुगिसकेको छु है। र अब चाहिँ यहाँदेखिको चाहिँ हामी अगाडि जान्छौँ। ल यो चाहिँ हो युनियनको मेट्रो र हाम्रो भाइहरू यहाँ छ। अब चाहिँ फेरि हामी यहाँ चाहिँ बुर्जुमान जाने ठिक्कै। ल गाइस अब हामी ठिकै बुर्जुमान जान्छु। त्यहाँदेखि चाहिँ पछि भेट्ने होइन भाइ के हो बुर्जुमान गएर भेट्नु। ल बुर्जुमान गएर त्यहाँबाट फेरि बुझिसकेर सबै अपडेट दिन्छ। Burj Khalifa, Dubai Mall. The next station is Burj Khalifa, Dubai Mall. ल गाइस अब फाइनली हामी चाहिँ अहिले दुबईमा एन्टर गर्छ। दुबई मलभित्र एन्ट्री गरिसकिसक्यो है। र मसँग चाहिँ अहिले जो हुनुहुन्छ। Hello guys, how are you? How are you doing? Hopefully everything doing well. And हामी चाहिँ आज बुर्ज खलिफाको बाजुबाट आएको है। ल राम्रो कुरा राम्रो क्याप्चरहरू तपाईँहरूको लागि राम्रो क्याप्चर दिने खुसी छु। तपाईँबाट राम्रो राम्रो हुने प्लेटहरू दिने खुसी छु। लेट्स होप फर द बेस्ट and let's see on Burj Khalifa. Thank you guys. We are in Burj Khalifa right now. So it's fun to like in the back. Let's see. ल गाइस अहिले चाहिँ खासमा फिलहाल चाहिँ हामी यहाँ बाटोमा आइसकेका छौँ। तर केटाहरू चाहिँ अगाडि अगाडि गइसकेको थियो नि त। अनि त्यसले गर्दाखेरि अब केटाहरूले पर्खिरहेको छ, ढिलो भइरहेको सक्यो होइन। केही छैन, राति भइरहेको छ आज आएको दिनमा। तर हाम्रो भाइहरू चाहिँ अलिकति अत्तालिरहेको छ। भाइहरू यहाँनिर हाम्रो भाइहरू चाहिँ अत्तालिरहेको छ हल्का है। मेचेन र हाम्रो अनमल प्रशान्त भाइ ठिक छ होइन। ल गाइस तर फाइनली अब हामीले दुबई मलमा एन्ट्री गरिसकेको छौँ। र अब हेर्छौँ के हुन्छ यहाँनिर। स्टोरहरू हुन्छ यहाँनिर स्टोर। यो चाहिँ सिधै एन्ट्रेन्स हो। फर्स्ट एन्ट्रेन्स आइसकेपछि यस्तो देखिन्छ है। ल एन्ट्रेन्स यस्तो छ। र अब यो चाहिँ एन्ट्रेन्समा जुन चाहिँ भनिसकेँ यो एन्ट्रेन्स हो। र अब यसको बादमा चाहिँ यहाँनिर तपाईँहरूले हुन्छ यसको मतलब स्टोर सोनीको स्टोरहरू छ र एक्सपो सिटी यहाँ चाहिँ भित्र चाहिँ। र अब अगाडि देखाउँदैछु म यहाँ कस्तो कस्तो मतलब नयाँ नयाँ जग्गाहरू हुनु त योभन्दा अगाडि म अलरेडी आइसकेको छु। तर पनि अब के छ कसो बताउँछु नि तपाईँलाई। त्यस्तो छ ग्राउन्डमा त स्टेजहरू छ। आइसकेको छु र
छिटो पौडी खेल्ने केटाहरू छ यहाँनिर होइन खेलिहाल्यो होइन ठिकै छ यो चाहिँ हो फाउन्टेन केटाहरू आउने जग्गा हो तर अब पहिला पनि आएकै हो फेरि पनि आउनु मन लागेर यसो केटाहरूसँग घुम्न हेरेको जो इज भेरी मच बिजी हियर टु टेक फोटो एन्ड म यहाँनिर छु र दुईजना केटाहरूलाई चाहिँ पर तपाईँहरूलाई हल्का जुम आउट गरेर देखाएको छु दुईजना चाहिँ पहिल्यै खिचेको भनेर हरेस खाएर बसेको अरे ल मन नलागेको अरे फोटो खिच्नु ठिकै छ अनि है आम्बो के भन्नु केटाहरूलाई हामी चाहिँ यहाँ बसिरहेको छौँ र फेरि अब अर्को ठाउँलाई भेटौँ गाइस अब फाइनली हामी फाउन्टेनमा आइसकेको छौँ हो अब तपाईँहरूलाई यहाँ कतिको भिड रहेछ हो कतिको रहेछ भन्ने चाहिँ म तपाईँहरूलाई अब देखाउँछु अब हेर्नु न अब कतिको इन्जोयमेन्ट रहेछ भने तपाईँलाई देखाउँछु ल यतिको चाहिँ मान्छे हुन्छ यहाँ फाउन्टेनमा चाहिँ अब खास म यहाँबाट मान्छे हेर्नु यहाँबाट हो गाइस यतिको छ फाउन्टेन चलिरहेछ मान्छेको भिड चाहिँ यतिको हुन्छ हेर कतिको भिड छ हेर्नु म्युजिक त्यतिको बजिरहेछ यो माथि चाहिँ एकदम टप बुर्ज खलिफा है अब मलाई माथि एकदमै रोमान्टिक लागिरहेको थियो त अब पहिला पनि आएको तर फाउन्टेन सो चाहिँ अब हेर्नु भन्दा अब टाइम नपर्ने गरी ढिलो खालि छिटो हुने होइन तर अब मजाले देखाउँछ भन्नु हेर साथसाथै माथि बुर्ज खलिफा है मान्छेको भिड कस्तो लाग्यो गाइस भर्खरै मात्रै हामीले फाउन्टेन सो हेऱ्यो है अब फाउन्टेन सो चाहिँ कस्तो लाग्यो केटाहरू एक शब्द राखिदिनु पऱ्यो आजको दुबईमा आइज है ल आइज दाजु One of the best fountain super today. I like it so much. And let's see the video, the vlog, guys. होइन राम्रोसँग होस् ल गाइस यतिको मान्छे चाहिँ यहाँनिर यतिको भिड हुन्छ फाउन्टेनसम्म चाहिँ हेर्नुहोस् ल हामी पनि ठिकै टाइममा आएपछि किनभने हामीले सोचेको थियो अब भित्रै भुलेको थियो मतलब बुर्ज खलिफा भित्रै थियो होइन मतलब दुबई मलभित्रै हामी बिजीको बिजी थियो तर अब अटोमेटिक अब बाहिर निक्लिहाल्यो अन्त हामीले आएर देखेँ एकदम करेक्ट टाइममा नै आइपुग्यो भनौँ न हामी अब हेर्नु न मान्छेको भिड चाहिँ कस्तो छ यहाँनिर कसम यहाँ चाहिँ मान्छेको भिड चाहिँ यतिको हुन्छ है गाइस ल गाइस अब चाहिँ हामी यहाँबाट निस्केको अब हाम्रो सकिसक्यो यहाँको भनौँ न खान सकिसक्यो अब फेरि हामी जाँदैछौँ घरतिर ल मेरो अनु भाइ सो गाइस फाइनली है वाटर सो पनि हेऱ्यो बुर्ज खलिफामा मजाले इन्जोय गर्यो मजा आयो ल गाइस अब फेरि अब हामी फेरि मेट्रोमा चढेर फेरि ब्याक टु अब होम भनौँ आफ्नो होम भनेर जाँदैछु र फेरि बादमा पछि भेटौँ होला गाइस गाइस अब चाहिँ हामीले दुबई मलबाट घुमिसकिसक्यो र सक्यो अब हाम्रो दुबई मलको र अब चाहिँ हामी जाँदैछु कहाँ जाँदैछु तपाईँलाई बादमा बताउँछु गाइस फाइनली अहिले हामी चाहिँ आइसकेको छु भर दुबई है दुबई मलको बादमा चाहिँ हामी सिधा आएको छु भर दुबई र यो चाहिँ हाम्रो नजारा भर दुबई र मेरो भाइ लागिरहेको छ मजाले बुर्ज खलिफा घुम्यौँ है सो फाइनली बुर्ज खलिफा घुमिसकेर अहिले हामी भर दुबईतिर आयौँ सो यहाँ पनि अब मजाले घुम्ने एन्ड लेट्स सी वाट नेक्स्ट गाइस भर दुबईमा छु अहिले हामी यहाँ हेर्न सक्नुहुन्छ पारी छ यो भर दुबईको जति हुन्छ पानीको नजाराहरू र यहाँ रहेछ एकजना क्यामेराम्यान जसले फोटो खिच्छ Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan,
chasing vibes like seashells in the sand. ल गाइस अब चाहिँ हामी बर्दुवेबाट निस्किँदैछु बर्दुवेमा पनि हाम्रो काम सक्यो है जस्तो रमाइलो गर्नु थियो गरिसकेँ अब हामी फेरि अगाडि जाँदैछौँ कहाँ जाँदैछु फेरि तपाईँले त्यही गर्नुहोस् स्टे ट्युन है यहाँ हाम्रो केटाहरू छ यो अगाडि रमाइलो स्टे ट्युन Stay tuned. We will go in the next location. ओके गाइस ल गाइस अहिले टाइम हुँदैछ 4:21 ठिकै छ र अहिले चाहिँ हामी छु यहाँनिर बर्दुवेमा ठिक छ अनि अब हामी आज जति छ घुमिसकिसक्यो हामी र अहिले चाहिँ हामी बर्दुवेमा छु र यो भ्लग चाहिँ हामी एड गर्न चाहन्छु ठिक छ र हाम्रो केटाहरू यहाँ भाइ कस्तो लाग्यो आज चाहिँ प्रशान्त भाइ दामी लाग्यो मृत्यन भाइ बढी मजा आयो त ओभर दामी है अनुल भाइ ल गाइस टाइम कति भयो त 4:21 4:21 भयो है आज हामी 5 जना बुर्ज खलिफा बर्दुबई टिजे श्रफ निकै जग्गा घुम्यौँ है अब कति हाम्रो साथीभाइहरू आउनु पाएन परिस्थिति त्यस्तो हुन्छ हामी बाहिर छ अब होइन कसैको ड्युटी मिल्दैन कसैको के हुन्छ मिसकम्युनिकेसनहरू हुन्छ अब जे भए पनि जस्तो भए पनि हाम्रो एउटा बन्डिङ छ त्यो चाहिँ अब सधैँभरि बरकरार रहोस् इभन छेउमा भए पनि इभन टाढो भए पनि सबै राम्रो होस् होइन अन्त बेस्ट विसेस टु एभ्री वान सधैँ आफ्नो लाइफमा हाई थिङ्किङ खालि गर्नु अनि जो लेख्दै लास्ट Hello guys, good morning. Special thanks for to Prashant and Nitin from Krupahan and from Fujairah. Okay, thank you very much, my special brother, and thanks for Armol and thanks for Ramesh. So we are now morning at Dubai. Still we are here, but we are now going, and this is walk. We need to end this walk, and this is very remember. Please guys, don't forget. And this is the time bonding, and we can do more together. We can do it. Thank you very much. See you again there. ओके गाइस ल हामी यो भ्लगलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु अहिले फिलहाल चाहिँ हामी छु बर्दुवेमा यहाँनिर आएको छ हाम्रो ट्याक्सीले यहाँ पर्खिरहेको छ है यहाँ हाम्रो ट्याक्सी ड्राइभर कतिजना बसिरहेको छ है ल ठिक छ गाइस यहाँनिर अब हामी भ्लग एन्ड गर्न चाहन्छु बाई बाई